नमस्कार, म यतिखेर बझाङको जय पृथ्वी नगरपालिका वडा नम्बर 4 गढखेतमा छु। यहाँ आज नयाँ वर्ष 2082 मनाउनको लागि यहाँको देवतालाई काँकर चढाउनको लागि चाहिँ यतिखेर हामी यो गाउँ नजिकैको एउटा जङ्गलमा आएका छौँ काँकर गाड्नको लागि। हाम्रो स्थानीय भाषामा यसलाई काँकर भन्ने गर्छौँ। यो काँकरलाई यसरी अब हामी मन्दिरतर्फ डोर्याउँदैछौँ। यो चाहिँ उपाध्यायजीको निजी सचिवालय आधार इलाका भन्ने गर्छु मैले फेसबुकमा। त्यो उपाध्यायजीको चाहिँ आधार इलाका हो यो। पारिपट्टि बझाङको देवल विमानस्थल, बिचमा सेती नदी र वारिपट्टि चाहिँ हाम्रो उपाध्यायजीको आधार इलाका है। यो आधार इलाकामा आज हामी यो नयाँ वर्ष मनाउनको लागि काँकर निकालिरहेका छौँ। काँकर गाडेर देवताको थानमा हामी लिँदैछौँ। ए घोच घोच भाइ ए ढुङ्गा चढ्नु फालो। अब यहाँ पुगाएका छौँ हामीले यो काँकरलाई। अहिले त एक्लै पनि रहँदैन यार, ओह्रालो पायो कि त। गयो गयो जना लोटा भाइ आयो आयो लागे आयो आयो ए अट्यो ताना। गुड गुड जय पृथ्वी नगरपालिका वडा नम्बर 4 मा रहेको डाँडाबागको मन्दिरमा हामी यो काँकर यतिखेर लगिरहेका छौँ। अन्तमा कुलदेवता डाँडाबागले तपाईँ हामी सबैको कल्याण गरून्।
तपाईँ सम्पूर्णमा नववर्ष 2082 को पावन अवसरमा हार्दिक मङ्गलमय शुभकामना हामी जय पृथ्वी नगरपालिका वडा नम्बर 4 वासी व्यक्त गर्दछौँ। धन्यवाद।